रूपमा स्थापित भएको छ र अझ भनौँ हामी काशी र बनारस गएको भन्दा पनि बढी पुण्य प्राप्ति हामीले यो क्षेत्रमा यो भूमिमा हामीले गर्न सक्यौँ भने अझ बढी फल प्राप्त हुन्छ भन्ने कुरा यो लिखितमै छ, हाम्रा धर्म ग्रन्थहरूमा नै उल्लेख छ। तर हामीले यसलाई अहिलेको समय अनुकूल हामीले प्रचार प्रसार गर्न सकिरहेका छैनौँ। त्यसका लागि हामी सबै तहका सरकारहरू गम्भीर ढङ्ग भएर यसको एउटा विशेष विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई चाहिँ लागिरहेको छ। त्यसमा निरन्तर दुल्लु नगरपालिकाले हामीसँग समन्वय गरेर हामीले केही काम त गरिरहेका छौँ, तर काम कसरी गरिरहेका छौँ त भन्दा आज अब भन्नै पर्ने हुन्छ। मैले यसको डिपिआर बनेको थियो, म अध्यक्ष हुँदै गर्दा 3 महिनाको कार्य अवधिमा यहाँ कस्तो कुन ठाउँमा के बनाउने, धारा कहाँ बनाउने, टोयलेट कहाँ बनाउने, घरहरू कहाँ बनाउने, मन्दिर कहाँ बनाउने भन्ने कुराको डिपिआर छ। तर त्यो डिपिआरलाई लत्याइयो, त्यो डिपिआर अनुसार काम हुन सकिरहेको छैन। साँच्चै भन्नुपर्दा हो, हेर्दा नाभिस्थानमा काम थुप्रै भएको छ, थुप्रै हेर्नुभयो 3-4 तला बिल्डिङहरू बनिरहेका छन्, कोही घरहरू भत्किने अवस्थामा देखिरहेका छन् होइन, कोही पुरातत्त्व विभागले काम गर्छ भनेको छ, ठेकेदारको त भागेर जान्छ, कालो सूचीमा पर्छ, त्यसको जिम्मेवार निकायको हामीले बारम्बार फोन गरिरहेका छौँ, झकझकाइरहेका छौँ, भनिरहेका छौँ, तर उनीहरू मान्न तयार छैनन्, सुन्न तयार छैनन्। तर घर भत्किने अवस्थामा छ। त म के भन्नु खोजिरहेको छु भन्दाखेरि कहाँनिर यो कुरा जोड्न खोजिरहेको भन्दा हामीले जे गर्न खोजिरहेका छौँ यो धर्मले मान्छेलाई अनुशासनमा डोर्याउँछ। मान्छे अनुशासित भयो भने समाज सकारात्मक रूपान्तरणको बाटोमा अगाडि बढ्छ र समाज सकारात्मक बाटोमा अगाडि बढ्नु रूपान्तरण हुनु भनेको त्यसको देश विकास हुनुपर्ने हो, त्यो गाउँ विकास हुनुपर्ने हो, जिल्ला विकास हुनुपर्ने हो, ठाउँ विकास पनि हो। त्यसैले हाम्रो सकारात्मक एउटा खालको भाइब्रेसन ल्याउनको लागि यसको महत्त्वपूर्ण कडीको रूपमा चाहिँ धर्मले चाहिँ भूमिका खेलिरहेको छ र त्यसमा हामी चाहिँ लागिरहेका छौँ। यति कुरा म यहाँको बिचमा राख्न चाहन्छु।